नमस्कार, आरम्भ किचनमा हजुरलाई स्वागत छ। आज हामीले बनाएको छौं करिबरी राइस र आलु भुजिया। 8:30 घण्टा 8:15 घण्टा यतिकै हुन्छ कामै एकै दिन 8:30 कहिले 8:30 अनि दिवाग्दाखेरि चाहिँ हामी बनाउन गइरहेको छौं करिबरी। त्यसको लागि हामीले लसुन अदुवा खुर्सानी लिन्छौं, दही, बेसार, नुन, धनिया पत्ता, प्याज, बेसन र मसुरीको दाल। अनि हामीले लसुन अदुवा खुर्सानीको पनि पेस्ट बनाउने छौं मिक्सर ग्राइन्डरमा राखेर। बडीको लागि हामीले दाललाई पनि पिन्ने छौं। यो दाल पिसिसकेछौं। अब यसमा हामीले आधा चम्चा जति अदुवा लसुनको पेस्ट, थोरै नुन स्वादअनुसार, थोरै बेसार, थोरै ज्वानो, प्याज र धनिया पत्ता राखेर मिसिदिनेछौँ। अब बडी बनाउनको लागि हामीले एउटा प्यान लिनेछौँ अनि त्यसमा तेल हालेर बडी छान्नेछौँ। बडी यतिको भएसम्म फ्राई गर्नुपर्छ। अब करी बनाउनको लागि हामीले प्यान लिनेछौँ, त्यसमा तेलहरू केही राख्नु पर्दैन। अनि त्यो करीको झोलमा चाहिँ अलिकति बेसार राखेर हामीले यहाँ राख्नेछौँ। अब हामी बडी राख्नेछौँ। बडी राखेर हामी उमाल्नेछौँ एकछिन। अब हामीले यसमा नुन हालिदिनेछौँ स्वादअनुसार अनि तड्का लाउनेछौँ। अब यसमा हामीले जिरा, तेजपत्ता, खुर्सानी, रातो हरियो हजुरलाई कस्तो मनपर्छ हालेर एकछिन पकाउनेछौँ। लसुन काटेर यसरी एकछिन थोरै बेसार राखेर हामीले तड्का लगाइदिनेछौँ। करिबरीमा हामीले यसरी झालिदिनेछौँ। हजुरले देख्न सक्नुहुन्छ करिबरी तयार हुन लागिसक्यो।